अख्तियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कस्तो हुँदो रहेछ भनेर चाहिँ त्यो देखाउने जिम्मा चाहिँ नयाँ सत्ता हाम्रो हातमा आयो भने देखाउँछ। चारै त हो त हेलिकप्टरबाट भागे। एक अर्काको दक्षतालाई कम्प्लिमेन्ट गर्छ। कुनै टिममा 3 जना स्ट्राइकर हुँदाखेरि गाह्रो हुन्छ, तर एकजना डिफेन्डर एकजना मिडफिल्ड एउटा स्ट्राइकर हुँदाखेरि तिनैले एक अर्कालाई कम्प्लिमेन्ट गर्छ। त्यसैले उहाँहरूको आफआफ्नो फरक फरक क्षेत्रगत कसरी मिलाउँदै हुनुहुन्छ? यस्तो हुन्छ, अब त्यागको एउटा नमुना पार्टी सभापति रवि लामिछानेले देखाइसक्नु भएको छ, जुन नेपालको इतिहासमा दर्जुनी विषय छ। पुरानो टाउको र नयाँ टाउकोमा एउटै प्रवृत्ति हुने हो कि होइन हजुर? त्यो टाउको चेतना र विवेकमा फरक हुनसक्छ। टाउकोमा कान हुन्छ, नाक हुन्छ, आँखा चाहिँ हुन्छ हजुर, उस्तै हुन्छ। पुराना 3 टाउका भर्सेस नयाँ 3 टाउका हुने भयो। यो जहाज कति दीर्घकालीन ठिक छ? उहाँ त हेलिकप्टर चढ्न बाध्य हुनुभयो। तपाईले पनि जनताको भावनाहरू बुझ्न सक्नु भएन। जनताको भावनालाई चाहिँ पुरानाले जे गरेका थिए त्यही गर्नुभयो भने तपाईँहरू के चढेर भाग्नुहुन्छ? डाक्टर स्वर्णिम वाग्ले पार्टीमा आए पश्चात निर्वाचित मजाको मतले निर्वाचित भएर आएको 6 महिना पछाडि बल्ल उपसभापति हुनुभएको हो। अनि देशमा केपी ओली प्रधानमन्त्री भयो भने के हुन्छ? फेरि 8औं आश्चर्य हुन्छ हजुर। हाम्रो चुनाव चिन्हबाट लड्ने अघिल्लो दिन उहाँहरूले राजीनामा गर्नुहुन्छ। अघिल्लो दिन मात्रै अलिक बहुमत आएन भने अल्पमत हुन्छ हजुर। बाट जुन किसिमको खबरदारी भइराखेको छ त्यो खबरदारीलाई हामीले सृजनात्मक रूपमा आएका खबरदारीहरूलाई स्वीकार्ने हाम्रो जिम्मा हो। त्यो यसपटक स्वीकारेका छौँ। आउने दिनहरूमा थप परिष्कृत बनेर नै बनाएर नै लैजाने हो। अब पार्टी समायोजनको सन्दर्भमा काम पनि गर्दै हुनुहुन्छ यहाँहरूले होइन? सबैले व्यवस्थापन गरेर ल्याउने सन्दर्भमा यहाँहरूले कसरी काम गर्दै हुनुहुन्छ र पदीय ब्यालेन्स मिलाउने सन्दर्भमा कसरी मिलाउँदै हुनुहुन्छ? यस्तो हुन्छ, अब त्यागको एउटा नमुना पार्टी सभापति रवि लामिछानेले देखाइसक्नु भएको छ, जुन नेपालको इतिहासमा यो दर्जुनी विषय छ। त्याग गर्नुभएको छ। हामी अहोरात्र 44 महिनासम्म सङ्गठन निर्माणको लागि देशभरि खटिरहने तपाईँहरूले देख्नुभयो होला। हामी देश दौडामा छौँ। म 8-9 जिल्ला होला नपुगेको सङ्गठन बनाउनको लागि यसरी खटिराखेका छौँ। हाम्रो सामर्थ्यले, हाम्रो विवेकले, हाम्रो चेतनाले, सबै त समयले सबै लगानी गरिराखेका छौँ। तर पनि खोइ त हामीले त कुनै होडबाजी गरेका छैनौँ। म जम्मा केन्द्रीय सचिवालय सदस्यमा छु भने पछाडि पद महत्त्वपूर्ण कुरा होइन। पद महत्त्वपूर्ण कुरा होइन। अर्को एउटा म उदाहरण प्रस्तुत गर्न चाहन्छु। डाक्टर स्वर्णिम वाग्ले पार्टीमा आए पश्चात निर्वाचित मजाको मतले निर्वाचित भएर आएको 6 महिना पछाडि बल्ल उपसभापति हुनुभएको हो। मलाई पनि पूर्व चितवनबाट पूर्व चितवनवासीले धेरै नै मत 34,000 भन्दा बढी मत दिएर जननिर्वाचित भएर आउँदा पनि जलेश्वर बैठकबाट न केन्द्रीय सदस्य बने हो र म 5-7 महिना भयो बल्ल सचिवालयमा आएको। यसलाई हामीले प्राथमिकतामा राखेका छैनौँ। पदलाई प्राथमिकतामा राखेका छैनौँ। म अपेक्षा गर्छु, म आग्रह गर्छु समायोजन प्रक्रियामा जति साथीहरू हुनुहुन्छ उहाँहरूले यो पदका विषयलाई त्यस्तो प्राथमिकतामा राख्न पर्दैन भन्ने चिज रासोपामा हामी रहेर काम गरिराखेका साथीहरूलाई हेर्दा भइहाल्छ। हामी 5 जना प्रत्यक्ष निर्वाचित सांसदहरू 5-6 महिना अगाडि म बल्ल सचिवालयमा आएका छौँ भने पछाडि यो ठुलो विषय होइन। यी चिजहरू नयाँ आएका साथीहरू युवाको भावना समेट्ने खालको हुनुहुन्छ। नयाँ आएका साथीहरू अहिले जनताको आवाज सुन्ने स्वभावको हुनुहुन्छ। नयाँ आएका साथीहरू केही गरौँ भन्ने हुटुटी बोकेर आउनुभएको साथीहरू हुनुहुन्छ। भनिसके पश्चात पदलाई प्राथमिकतामा राख्ने हाम्रो पुरानो संस्कृति र शैली हुँदैन हजुर। तपाईँ एउटा नेता त्यस्तो भन्नुहुन्छ, भोलि चाहिँ बालिनसम्म हो कुलमानसम्म भनेर त्यो लटाभद्र भोग्नु पर्यो र देशको हालत के भयो भनेको यो त हामी त द्रष्टा हो नि, सबै देखेर भोगेर आएको पुस्ता हो नि। यो पुस्ताले त्यही बाटोको लागि पदका रस्साकस्सी टिकटका रस्साकस्सीमा भुल्यो भनेदेखि त यो देश भन्दैन नि। त्यतापट्टिको बहसै नगरौँ हजुर। पहिला 3टा टाउका थिए, शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड। अहिले पनि 3टै टाउका आए, रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाह।
पुरानो टाउको र नयाँ टाउकोमा एउटै प्रवृत्ति हुने हो कि होइन हजुर, त्यो टाउको चेतना र विवेकमा फरक हुनसक्छ। टाउकोमा कान हुन्छ, नाक हुन्छ, आँखा चाहिँ हुन्छ हजुर, उस्तै हुन्छ। विवेक र चेतना कति फरक छ भन्ने कुरा चाहिँ त्यो हामीले देखाउने व्यवहार हो हजुर, है। त्यो हेर्दै जानु पर्यो। तपाईँ ढिलो हुनुभयो, मैले यसको उत्तर दिइसकेँ हजुर। सुदूरपश्चिम कर्णाली प्रदेशबाट 2-4 जना पर्ने यो कस्तो? सुदूरपश्चिमको विषयमा हिजो पनि हामीले बहस गरिसकेका छौँ। तपाईँले प्रश्न सोध्न ढिलो आइपुग्नु हजुर, मैले यसको उत्तर गरिसकेका छु। अर्को प्रश्न गरौँ ल। जस्तै अहिले हामीले देखिरहेका छौँ यो समायोजन गर्दै गर्दा निकै रुचाइएका चर्चित अनुहार लगभग सबै एक ठाउँ आइसक्नु भएको छ, एक्का दुक्का छोडेर। अब यसले चाहिँ भोलिको दिनमा एउटा परिणाम दिन सकेन भने त्यसपछि चाहिँ को दोषी? सकेन भनेपट्टि किन जाने? सक्नुपर्छ कसले भने? नागरिकले भने। एकछिन, सबैले मिल कसले भने? तपाईँ क्यामेरा बोक्ने सबै साथीहरूले नि भने, आम नागरिकले नि भने, वृद्ध बाआमाले नि भने, हुर्कँदै गरेको जेन्जी पुस्ताले नि भने, नवयुवाले नि भने, सबैले भने हो नि। सबैले भनेको चिजलाई सहर्ष स्वीकारेर एउटा त्याग गरेर पार्टी सभापतिले जुन त्याग देखाउनु भएको छ, अब भयो त सबै। अब मात्रै एउटा काम छ हजुर, त्यो मतपत्र समातेको लोकतन्त्रको सुन्दर हतियार भनेको मत हो, त्यो मतदान हो। त्यो मतदानको अधिकार र त्यो हक र त्यो हतियार आम नागरिककोमा छ। त्यो हतियार पड्काउनलाई 1.5 मिनट लाग्छ। च्याट्ट मतपत्र समाउने, घन्टी चुनाव चिन्हमा भोट हाल्ने, बाक्सा खन्याउने, त्यसलाई 1.5 मिनट लाग्छ। त्यो 1.5 मिनट सही सदुपयोग नागरिकले गर्नुहुन्छ। रुचाउने त देखिहाल्यो त, रुचाएरै त हो त हेलिकप्टरबाट भागे। भागेको होइन के बच्चाहरूले कहिले काहीँ रमाइलो गराइदिनु पर्छ भने त्यही त ठिकै छ। यसपल्ट होइन न, यसपल्ट केटाकेटीहरू उहाँकै त्यो अभिव्यक्तमा गए, केटाकेटीहरू खुसी पार्नको लागि यसपल्ट झापामा पनि केटाकेटीहरू छन्, राम्रै केटाकेटीहरू छन्। तपाईँहरूको यो सपना के जनताले पुरा गरिदिला नि त? जनताले भने कुरा हामीले बोल्या हौँ, पुरा गर्नुहुन्छ। मैले भने नि अहिले 1.5 मिनट लाग्छ त्यसलाई, जम्मा 1.5 मिनट। 1.5 मिनट जस्तो कि नि जम्मा 1.5 मिनट लाग्छ मतपत्र समाउने, घन्टी चुनाव चिन्ह हो, मत खसाउने। जस्तो कि पूर्व घोषणा पूर्व घोषणा अनुहार बनाउनु चाहिँ प्रत्येक बहुमत आएन भने अल्पमत हुन्छ हजुर। प्रधानमन्त्रीको रूपमा अगाडि सार्नु भयो पार्टी फुट्छ। तपाईँले भने मैले भने होइन हजुर, फुटाइदिने, फेरि फुटाइदिने, होइन फुटाइदिने उसो भए, होइन त भोलि नै फुटाइदिने उसो भए। पूर्व निर्धारित अनुमान चाहिँ अनुहार चाहिँ प्रत्यक्ष निर्वाचनमा गरिन्छ। यो हामी संसदीय निर्वाचनमै छौँ। यो संसदीय निर्वाचनमा पनि तपाईँहरूले अनुहार टोकेर जाँदै गर्दाखेरि पुराना भर्सेस उहाँको सक्नुहोस्, त्यसपछि म प्रश्न गर्छु। यताको सुनौँ कि उताको सुन्नुहोस्, पहिला त्यताको सक्नुहोस्। यो प्रत्यक्ष निर्वाचनमा चाहिँ अनुहार टोकेर गइन्छ होइन, संसदीय निर्वाचनमा खासै अनुहार टोकेर जाने त्यस्तो प्रचलन पनि छैन। गऱ्यौँ त, नयाँ सुरु गऱ्यौँ त, के भयो त? ठिक भयो त, नयाँ सुरु गऱ्यौँ त अभ्यास। अब तपाईँ गराउन सक्नु भएन नि, संशोधन गर्नु पर्यो नि संविधान, त्यसलाई सङ्ख्या पुर्याएर गराउँछौँ संशोधन र प्रत्यक्षमै जान्छ। अब पनि देशमा केपी ओली प्रधानमन्त्री भयो भने के हुन्छ फेरि? 8औँ आश्चर्य हुन्छ हजुर। पुराना भर्सेस नयाँमा तपाईँहरू गइराख्नु भएको छ भनौँ, नयाँ एकातिर पुराना एकातिर भइराख्नु भएको छ। त्यो 8औँ आश्चर्य सम्भव छैन। पुराना एकातिर नयाँ एकातिर भइराख्नु भएको छ, नागरिकले पनि त्यसरी नै हेरिराखेका छन्। यहाँ केही व्यक्तिहरूले चाहिँ के भनिराख्नु भएको छ भने नयाँ सत्तामा आएपछि पुरानालाई जेलमा हाल्छन्, अथवा शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डलाई जेलमा हाल्छन्, अथवा पुराना फेरि सत्तामा आयो भने नयाँ व्यक्तिहरूलाई फेरि जेलमा हाल्छन्। राजनीतिक नेपालको राजनीतिक इगोको साथ अगाडि बढेको छ। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? एकदमै राम्रो प्रश्न, धन्यवाद तपाईँलाई। यो बिचको 35 वर्ष नयाँ र पुरानोको कुरा होइन। कङ्ग्रेस र कम्युनिस्ट भनेर समाज कसरी विभाजन गरियो, सम्धिमा बोलचाल बन्द गराइयो, कतिपय ठाउँहरूमा व्यापारी समेत यो बिचमा घटेका घटनाहरू हुन्, छरछिमेकमा समेत यो चलाइयो। पक्ष र विपक्षमा समाजलाई रूपान्तरण गरियो, पक्ष र विपक्षमा बनाइयो र दलभित्रको गुटगत मानसिकता उस्तै बनाइयो। अब त्यसले के गर्यो? अख्तियार दुरुपयोग अनुसन्धानले हो छानबिन र छानबिन गर्न पर्थ्यो, त्यहाँ कब्जा गरियो र त्यसलाई काम गर्न दिएन। हामीले के गर्छौँ? सत्ताको दुरुपयोग गरेर कसैलाई नि प्रतिस्रोत साध्दैनौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कस्तो हुँदो रहेछ भनेर चाहिँ त्यो देखाउने जिम्मा चाहिँ नयाँ सत्ता हाम्रो हातमा आयो भने देखाउँछौँ। कानुन सम्मत काम गर्छौँ। दलीयकरणले जर्जर बनेको देशको संरचनाहरू पुनर्संरचना गर्छौँ। दलीयकरणले जर्जर बनेको पुनर्संरचना हुन्छ। ती पुनर्संरचना भएका निकायहरू स्वायत्त हुन्छन्। स्वायत्त निकायको कार्य सम्पादन
त्यो कार्य सम्पादन मध्येमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य सम्पादन हेर्न आम नागरिक उत्सुक र एकदम उत्साह छ। स्वायत्त बनाउँछौँ अख्तियार। अन्तिम प्रश्न अस्ति केपी शर्मा ओली चाहिँ हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आयो। नेपाली जनताको भावना नबुझेको कारणले गर्दा, नेपाली जनतालाई धेरै आश्वासन दिएको कारणले गर्दा हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था रह्यो। उहाँ त हेलिकप्टर चढ्न बाध्य हुनुभयो। तपाईँले पनि जनताको भावनाहरू बुझ्न सक्नु भएन, जनताको भावनालाई चाहिँ पुरानाले जे गरेको थियो त्यही गर्नुभयो भने तपाईँहरू के चढेर भाग्नुहुन्छ? हेलिकप्टरमा त त्यति गाह्रो पर्यो, हाम्रो त चढ्ने कुरा नि हुँदैन। राम्रोसँग बुझेर हो यो हस्तक्षेप युवाहरूले गरे, राम्रोसँग बुझेर हो। सुशासनका लागि, समृद्धिका लागि, आर्थिक समृद्धिका लागि युवा मनोविज्ञान र युवा भावनालाई सम्बोधन गरेर अगाडि कसरी बढ्नुपर्छ हामीले बुझेका छौँ। मेरो अन्तिम प्रश्न है, अहिलेको सरकार जेएनजी सरकार भनिए तापनि मन्त्रीहरू खास गरेर तपाईँको पक्षमा आइसक्नु भएको छ, तपाईँहरूको पार्टीमा आइसक्नु भएको छ। अहिलेको सरकार जेएनजी सरकार या रासोपा सरकार? किनकि कुलमान घिसिङ हुनुहुन्छ, भोलिको दिनमा जगदीश खड्को पनि कुरा आइरहेको छ, पर्सिको दिनमा अरू पनि कोही आउलान्, खेलकुद मन्त्रीको पनि कुरा आएको छ। अहिलेको सरकार जेएनजी सरकार कि रासोपाको सरकार? ठ्याक्कै भन्नुहोस्। यो जेएनजी आन्दोलन पछाडि बनेको सरकार। तर तपाईँहरूको मन्त्री छन्, कुलमान घिसिङ हुनुहुन्छ, बब्लु गुप्ता हुनुहुन्छ, उम्मेदवारी जगदीश खड्का हाम्रो चुनाव चिन्हबाट लड्ने अघिल्लो दिन उहाँहरूले राजीनामा गर्नुहुन्छ। अघिल्लो दिन मात्रै अलिक चाँडै गर्दै आए हुन्थ्यो नि। धेरै राम्रो हुन्थ्यो, त्यो उहाँको कुरा हो, मेरो कुरा होइन। एकता छ हैन? 81 आक्रमण भयो। एकता सम्बन्धी के भन्नुहुन्छ? विरोध अभियान नै चलाउनु भएको छ। राम्रो हुँदैछ। यो अस्ति नै पार्टी सभापतिज्यू कारागारबाट बाहिर निस्किनु भएपछि पार्टी कार्यालयमा पहिलो पटक आउँदै गर्दा उहाँले भन्नुभएको थियो कि हामी उत्साहित हुनुहुन्छ तर महोत्सव होइन यो, किनकि धेरै सङ्घर्षहरू बाँकी छ। पार्टी 2079 साल असार 7 गते सुरु गर्दाखेरि नै पनि हामीलाई थाहा थियो कि धेरै चुनौतीपूर्ण यात्रा हुनेवाला छ भनेर, र अहिले पनि यो माहौल, यो भिडभाड, यो सङ्ख्यागत रूपमा विस्तार भइराखेको सबै चिज हेर्दै गर्दा र अरू समूह र पार्टीहरू पनि रासोपामा एकबद्ध हुँदै गर्दाखेरि हामी खुसी छौँ, उत्साहित छौँ। तर यो महोत्सवमय हुनु हुँदैन, अझै अनुशासित, अझै भद्र, अझै शालीन, अझै सङ्गठित त्यो सबै चिज नीति रणनीति हुनुपर्छ। अब पुराना 3 टाउका भर्सेस नयाँ 3 टाउका हुने भयो, यो जहाज कति दीर्घकालीन टिक्छ? यो कति तपाईँहरूले टिकाउनुहुन्छ भन्ने पनि हो होइन, त्यो प्रश्न उपगुट पनि हुने हो। राष्ट्रिय सभागृहमा बालेन्द्र कुलमानलाई पनि हेर्न चाहेका छन्, कहिले पाइला त्यो दिन एउटा प्रश्नको जवाफ यता दिइहाल्छु म पहिला होइन। मलाई बिहान एकजना पत्रकारले फोन गरेर यो कुरा सोध्नु भएको थियो, यताको 3 उताको 3 भयो भनेर। मैले उहाँलाई के भने यो तपाईँहरूलाई पनि रवि, बालेन र कुलमान यता 3, उता सम्भवतः अहिलेसम्म भनौँ आधिकारिक घोषणा भइसकेको छैन, देउबा, ओली, प्रचण्ड 3 होइन। यताको 3 उताको 3, उताको विगतको 3 हो, यता भविष्यको 3 हो होइन। उता उहाँहरूले 34 वर्षमा हरेक कुरा म्युजिकल चेयरदेखि लिएर सबै कुरा प्रमाणित गरिसक्नुभयो। यता उहाँहरूले के प्रमाणित गर्नुभएको छ भने 3 जनाको आफआफ्नो दक्षता छ। बालेनजीको दक्षता एउटा नेपालमा फेस अफ द होप हो, उहाँ आशाको अनुहार हो। अर्को रविजीको अभियन्ता, एउटा अभियानबाट एउटा मिडियाकर्मीको रूपमा आएर यो होपलाई इन्स्टिट्युसनलाइज गर्नुभएको मान्छे हो। एउटा कुशल व्यवस्थापकको रूपमा सफल भएर केही परिणामहरू देखाएर अर्को व्यवस्थापकीय आशा, जुन देशमा चाहिँ व्यवस्थापन सबभन्दा ठुलो कमजोरी छ, त्यो देशमा यति कुशल व्यवस्थापक पनि हुनसक्छ भन्ने कुराको आशा बोकेर आउनुभएको कुलमानजी हो। भनेपछि 3 जना। र अर्को कुरा के हुन्छ भने यो 3 जनाको व्यक्तिगत दक्षताले एकअर्कालाई कम्प्लिमेन्ट गर्छ, एकअर्काको दक्षतालाई कम्प्लिमेन्ट गर्छ। कुनै टिममा 3 जना स्ट्राइकर हुँदाखेरि गाह्रो हुन्छ, तर 1 जना डिफेन्डर, 1 जना मिडफिल्ड, एउटा स्ट्राइकर हुँदाखेरि तिनैले एकअर्कालाई कम्प्लिमेन्ट गर्छ। त्यसैले उहाँहरूको आफआफ्नो फरक क्षेत्रगत नेतृत्वसहितको दक्षता र पृष्ठभूमि अहिलेसम्मको यात्रा भएको कारणले गर्दाखेरि एकअर्कालाई कम्प्लिमेन्ट गर्नुहुन्छ। उतातिरको 3 जनाको कम्प्लिमेन्ट के गर्नुहुन्छ भने परिवारवादमा होइन, उहाँहरू भ्रष्टाचारमा, सबै क्षेत्रलाई दलीयकरण गर्नमा, हामी युनिभर्सिटीको
एकदमै राम्रो उत्पादन कसरी हुन्छ भन्ने सोच्छौँ। उहाँहरू युनिभर्सिटीमा आफ्नो कार्यकर्तालाई भर्ती कसरी गर्ने सोच्नुहुन्छ। यो फरक चिजहरू छ। उहाँहरूले के कति मौका पाउनुभयो सबैजनालाई थाहा छ। तिनैजना मध्ये सबैभन्दा कम मौका पाउनु भएकोले पनि 4 चोटि प्रधानमन्त्री हुन पाउनु भएको छ होइन। हामी पहिलो यो उमेर समूहको प्रधानमन्त्रीको परिकल्पना गरेर अभियानमा छौँ भनेपछि हाम्रो सबै पार्टीमा भन्नुहोस् न, स्वर्णिम वाग्लेको, मेरो, सोभिताको, सबैको व्यक्तिगत पृष्ठभूमि सफल भएर नै हामी राजनीतिमा आएको। उहाँहरू अरू केही गर्न नसकेर राजनीतिमा ओके, अब बालेन्सा र कुलमानलाई कहिले जनतामा ल्याउनुहुन्छ खुल्ला रूपले? त्यसको एउटा केही प्रक्रियाहरू हुन्छ हेर्नुहोस् होइन। त्यसको केही प्रक्रिया हुन्छ। आज केही अभियन्ताहरू, केही कुनै विशेष समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरू आउँदै गर्दाखेरि यसको एकताको लागि त हामीले यति तयारी गर्नुपर्छ, यति पूर्व जानकारी गराउनुपर्छ, हल बुक गर्नुपर्छ, यो सबै हुनुपर्छ। त्यसैले हामीले कुन उपयुक्त विशेष समारोह र विशेष दिनमा यो सार्वजनिक गर्दा राम्रो हुन्छ भनेर छलफल गरिराखेको छौँ। अनि केही इन्टर्नल डिस्कसनहरू पनि होइन। यसमा कुलमानजीको अब जस्तै बालेनजीको तर्फबाट रहनुभएको सबै केन्द्रीय सदस्य हिजो हुनुभयो होइन, उहाँबाट आउनुभएको विवेकशीलको पनि हुनुभयो। त्यसरी यता पनि केही प्रक्रियाहरू बाँकी छ, त्यो समापन गरेर हामी पक्कै पनि धेरै चाँडै, त्यो उत्साह त हामीलाई पनि छ नि, जति चाँडै लिएर आउनु पऱ्यो त्यति राजनीतिक लहर बन्छ भन्ने कुरा हामीलाई पनि जानकारी छ। हामी पनि आतुर छौँ। तर हतारमा गर्नुभन्दा पनि धेरैभन्दा धेरै यसको उपयोगिता र प्रभावकारिता कसरी हुन सक्छ भनेर त्यो राजनीतिक तयारीमा छौँ हामी।